सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ। हामी कक्षा 11 सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको एकाइ 1 अन्तर्गत पाठ 1 मा रहेको सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको अन्तर सम्बन्ध बारे अध्ययन गर्दैछौँ। सुरुमा सामाजिक अध्ययन। सामाजिक अध्ययन भनेको मानव र उसको भौतिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा आर्थिक वातावरणसँगको अन्तर्क्रियाका सम्बन्धमा गरिने अध्ययन हो। यो सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो। सामाजिक अध्ययनले विशिष्ट मानव र समाजको अध्ययन गर्छ। मानव र समाजसँग सम्बन्धित पक्षको खोज, अध्ययन र विश्लेषण। यसले मानव र समाज तथा भौतिक, राजनीतिक, सांस्कृतिक, वातावरणीय पक्ष बीचको दोहोरो अन्तर्क्रियाको अध्ययन गर्छ। यो एउटा एकीकृत अध्ययन पनि हो। यसमा भूगोल, इतिहास, अर्थशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्र, मनोविज्ञान, धर्म, संस्कृति र कला जस्ता विषयवस्तुहरूको व्यवस्थित ढङ्गबाट एकीकृत अध्ययन गरिन्छ। वास्तवमा हामी र हाम्रो समाज बीचको गहिरो अध्ययन नै सामाजिक अध्ययन हो। सामाजिक अध्ययनको उद्देश्य विद्यार्थीहरूलाई यो अन्तर सम्बन्धित विश्वमा सार्वजनिक भलाइका लागि सांस्कृतिक विविधता, सामाजिक अन्तर्निर्भरता एवं सामञ्जस्य बारे सुसूचित गराउनु र तर्कपूर्ण निर्णय लिन सहयोग गर्नु हो। सामाजिक अध्ययनको सुरुवात र विकास कसरी भयो भने 19औं शताब्दीमा औपचारिक रूपमा अमेरिकाबाट यस विषयको अध्ययन तथा अवधारणाको पठन पाठन सुरुवात भयो। 20औं शताब्दीतिर युरोप तथा अन्य महादेशमा शैक्षिक प्रणालीहरूमा यसको व्यापक विस्तार भएको मानिन्छ। आधुनिक कालभन्दा हाल विश्वव्यापी रूपमा एक अनिवार्य र जीवनसँग जोडिएको शैक्षिक विधाको रूपमा चाहिँ सामाजिक अध्ययनलाई लिएको छ। भविष्य र जीवनोपयोगी सिप र व्यवहारमा आधारित शिक्षाका रूपमा यसलाई थप विकसित गरिँदै लगिएको छ। जीवन उपयोगी शिक्षाको अर्थ मानव जीवनलाई सरल, सहज, सक्षम र सफल बनाउन आवश्यक पर्ने सिपहरू सिकाउने शिक्षा नै जीवन उपयोगी शिक्षा हो। यसले असल सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार, प्रभावकारी सञ्चार र असल चरित्रको विकास गराउँछ। नागरिक अधिकार र कर्तव्यको बोध पनि गराउँछ। किताबी ज्ञान मात्र होइन, जीवन जिउने कला नै वास्तविक शिक्षा हो भनेर हामी यसलाई भन्न सकिन्छ। वास्तवमा मानव जीवनका लागि आवश्यक एवं उपयोगी सिपहरूलाई जीवन उपयोगी सिप भनिन्छ। यसलाई अर्को अर्थमा मानव जीवनलाई सरल, सहज र सक्षम बनाउन आवश्यक पर्ने सिपलाई जीवन उपयोगी सिप भनिन्छ। जीवन उपयोगी सिपका कारणले व्यक्तिमा असल चरित्र, सृजनात्मकता, नैतिकता, व्यापारिक कुशलता र असल चरित्रको विकास हुने गर्दछ। विश्व स्वास्थ्य सङ्गठनले सन् 1979 मा जीवन उपयोगी सिपहरूलाई 6 वटा भागमा विभाजन गरेको छ। जीवन उपयोगी सिपका 6 वटा भागहरूमध्ये सञ्चार र अन्तर्वैयक्तिक सिप 1, निर्णय गर्ने र समस्या समाधान सिप 2, सृजनात्मक र समालोचनात्मक सोचाइ सिप 3, दृढता र समावेश वा आत्मनियन्त्रण 4, आत्मजागरुकता र समानुभूति 5, उत्थानशीलता र समस्यालाई सम्बोधन गर्ने क्षमता भनेर 6 वटा भागमा विभाजन गरिएको छ। जीवन उपयोगी सिपका 3 वटा समूह मध्ये सञ्चार सिप, अन्तर्वैयक्तिक सिप, समानुभूति सिप, सोच र निर्णय अन्तर्गत समस्या समाधान,
निर्णय निर्माण, समालोचनात्मक सोच, सूचना र प्रविधि र व्यवस्थापन अन्तर्गत तनाव व्यवस्थापन, संवेग व्यवस्थापन, सहकार र सहयोग, नेतृत्व, सहभागिता र छलफल छन्। वास्तवमा जीवनलाई सहज र सफल बनाउने यी सिपहरू सधैँ हामीसँग हुन जरुरी छ। नेपालको सन्दर्भमा जीवन उपयोगी सिपको कुरा गर्दा 14 विद्या, 18 शास्त्र र 64 कला हुने गरेको बताइन्छ, जसमध्ये 4 वेद, ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थवेद, 6वटा वेदांग, शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष र छन्द, पुराण, न्याय, मीमांस र धर्मशास्त्र, अन्य मध्ये आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र अर्थशास्त्र पनि थपेर 18वटा शास्त्र बनाइएको छ, जस अन्तर्गत जीवन उपयोगी सिपको प्रयोग विशेष ध्यान दिएको छ। सामाजिक अध्ययन र जीवन उपयोगी शिक्षा एक आपसमा अन्तर्सम्बन्धी छन्। खास गरी परियोजना कार्यहरू गर्न, समूहमा काम गर्न, एक अर्कामा कुराकानी गर्न, सहकार्य गर्न, सहयोग गर्ने, नेतृत्व गर्ने, समस्या समाधान गर्ने एवं सृजनात्मक कार्य गर्ने प्रशस्त अवसरहरू चाहिँ यसले प्रदान गरेको हामी देख्न सकिन्छ। सामाजिक अध्ययनको आधार, यसले जीवन दर्शन, मानवीय मूल्य, मान्यता र सामाजिक विषयवस्तुको ज्ञान तथा विश्लेषण दिन्छ भने जीवन उपयोगी सिपको अभ्यासले परियोजना कार्य गर्ने, समूहमा काम गर्ने, सहकार्य र नेतृत्व गर्ने अवसर दिँदै ज्ञानलाई व्यवहारमा बदल्छ। किताबी ज्ञानलाई जीवनको मूल्यमा उतार्ने पुल अब म तयार गर्दैछु। धन्यवाद।